ल यहाँनिर चाहिँ अब पुरा मेरो मिसेसले चाहिँ यहाँनिर अब पुरै बन्दा काउलीहरू परदेखिको यो बारी तत रोपिसकेको छ। अब यो सब बिटा रोप्ने फेरि राँगाको गोठ यहाँनिर दुईटा छ राँगा। यहाँ चाहिँ अब आलु र मकै सिमी। अब यो सिमी चाहिँ यसपालि धेर रोपेको छ, लगभग 500बाट बढी गयो थाङ्ग्रा। तपल्लो छेउमा चाहिँ गहुँ यस्तै छ ल गाइजहरू। अब काउली बन्दाहरू भर्खर यत्रो यत्रो हुँदैछ। काउली बन्दाको दल यहाँनिर यो सलत साग चाहिँ मासुसँग दामी हुन्छ गाइजहरू खानुलाई। यस्तै छ यसपालि गहुँ चाहिँ एकदम राम्रो छ। तन परिलो अब म घरतिर जाँदैछु। यहाँ त यस्तै छ गाइजहरू। बारी बनाउन आएको थियो, तल मेरो कुकुर अल्झेछ अरे बाइकमा। कुकुरलाई छुटाउनु जानु पर्यो।